नमस्कार, म डाक्टर शम्भु जमर कटेल, मानवशास्त्री। म आज यहाँहरूसँग अस्तिको एपिसोडमा जुन बलिराजाको कथा भने त्यसमध्ये धेरै जनजातिको साथीहरूले, विशेष गरी मगर साथीहरूले, गुरुङ साथीहरूले, राई लिम्बू साथीहरूले अलिकति नकारात्मक कमेन्ट गरेको देखेँ। अनि केही साथीहरूले यसबारेमा अझै जान्न चाहौँ तथ्यसहित भनेर भन्नुभएको हुनाले आज म थप बलिराजाको बारेमा प्रकाश पार्दैछु। सबैभन्दा पहिला म के प्रकाश पारौँ भने खस भनेको जाति हो, आर्य भनेको संस्कृति हो। धेरैजना साथीहरू अल्मलीको के देखे भने खस भनेको छुट्टै जात, आर्य भनेको छुट्टै जात चाहिँ यहाँहरूलाई क्रिस्चियनले पारेको प्रभाव हो। म स्पष्ट छु, आर्य भनेको शुद्ध संस्कृति हो। शुद्ध संस्कृति मरेको कुहिएको नखाने र आज खोज्ने आज खाने फ्रेस खाने संस्कारलाई संस्कृतमा आर्य संस्कार भनिन्छ। हामी आर्य व्रतका मान्छे, शुद्ध संस्कृतिका मान्छे, हामी सबै आज आर्य छौँ। चाहे त्यो जुनसुकै जात जाति जनजातिको मान्छे हो, सबै संस्कृतिले आर्य हो। त्यसैले कर्णालीको खस राजाहरू आर्य थिए र उनीहरू जातीय हिसाबले, उनीहरूको रगतको हिसाबले उनीहरू खस थिए। अब यहाँ भनेपछि मैले बलिराजाको बारेमा जुन यहाँहरूमा अलमल छ त्यो अलमललाई स्पष्ट गर्न चाहन्छु। सबभन्दा पहिला कर्णालीमा अभय मल्ल भन्ने खसका अन्तिम राजा थिए। उनी 1336 देखि 1390 शासन गरे र उनको डाइनेस्टी 4 जना छोरीहरू जन्मिए, उनका छोरा जन्मिएनन् र 4 जना छोरी सहित उनको चाहिने आफ्नो डाइनेस्टी सकिएपछि 4 छोरीहरू बिहे गर्ने मान्छेलाई क्रमसँग राज्य दिने भनेर पहिलो राजाले केही समय, त्यसपछि बलिरावलले केही समय गरेको कथा आउँछ। तर खस डाइनेस्टी त्यहाँ मासियो। तर जुम्लामा 1405 मा बलिराजा, मैले जुन बलिको बारेमा कुरा गरेँ, जुम्लामा कलाला वंशका, जसलाई अहिले साथीहरूले मुगुको कैलाला भन्नुभएको छ, सही कुरा गर्नुभयो यहाँहरूले। मुगुको त्यही कैलालामा जन्मेका कलाल वंशका बलिराजा चाहिँ राजा भए र उनले जुम्लामा त्यो राज्य कायम गरेको हो। मैले भनेको कथा, उनी खस हुन्, खस होइनन्, तर आर्य हुन्, उनी हिन्दू हुन्। यो कुरा म एकदम गौरव साथ भन्छु। र 1405 मा उनले आफ्नो राज्य स्थापना गरे र त्यसपछि यो वंश केही परसम्म गयो, जसबारेमा मैले यहाँहरूलाई अगाडि कुरा गरेको छु। र तिनै कलेल वंशीकै कलाला वंशका बलिराजाले नेपालमा देउसी भैलो, रामायणको आधारमा चल्ने देउसी भैलो केही नेपालाइज गरेर, नेपालको कर्णाली अनुसार संस्कृति विकास गरेर आजसम्म देउसी भैलो खेल्छौँ। र देवदासी र यो देवदासीहरू पुरुष र महिलालाई भैलो र देउसीको कुरा गरेको छु। त्यो एकदम 100% ठोकुवा गरेर भन्छु, तिनै बलिराजा हुन्। त्यसपछि बलिराजाको कुरा गर्नुपर्दा मैले चाहिँ तेस्रो बलिको कुरा गर्छु। त्यो चाहिँ महाबली भनेको विष्णु पुराण पढ्ने साथीहरूलाई धेरै थाहा होला। त्यो मिथोलोजी मात्र हो, थिएनन् बलि हामीलाई थाहा छैन। तर मिथोलोजीमा के हुन्छ भने काश्यप वंशका भन्नाले हिन्दू मिथोलोजी अनुसार कुरा गर्दा अहिले काश्यपहरू धेरै अधिकारी पाण्डेहरू हुनुहुन्छ। हामी बाहुनु भन्नु होला। मेरो यो तर्कसँग केही भन्नु छैन। समयले मान्छेको जात थर परिवर्तन गर्छ। तर त्यति बेला भन्दा मरुद गणका शुक्राचार्यलाई गुरु मान्ने, जसलाई तपाईँ भक्त प्रहलाद भन्नुहुन्छ, विष्णुका भक्त, उहाँका छोरा विरोचनका छोरा बलि है, उनको पनि धेरै कथा आउँछ। र तपाईँहरूले झुकिएर यहाँ कतै हाम्रा किराँतीको बलि, कतै हाम्रा मगरको बलिको कुरा गरेर विष्णुले 3 भूमि मागे भन्नुहुन्छ। त्यो वायात गफ हामी जस्तो तर्कसङ्गत कुरा गर्ने र विद्वता प्रदर्शन गर्ने मानिसहरूसँग नगरिदिनुहोस्। आजदेखि इतिहास पढ्नुहोस्। त्यो विष्णुले 3टा भूमि मागेको मध्ये एउटा पृथ्वी, अर्को आकाश र अर्को चाहिँ मरुदगणहरू बस्ने, अर्थात् त्यसलाई नर्क भनेर 3 भागमा लगाएको कुरा विष्णु पुराणमा तपाईँहरू पाउनुहुन्छ। राम्रोसँग हिन्दूको विष्णु पुराण पढ्नुहोस्, म यो यहाँहरूलाई अनुरोध गर्छु। त्यसपछि नेपालमा 200 वर्ष भयो हिन्दू आएको भनेर भन्ने मूर्ख साथीहरूलाई म तर्क गर्छु। नेपाल उत्पत्तिबाट हिन्दू राज्य हो। यहाँ को किराँती थियो, को मगर थियो, को बाहुन थियो, को खस थियो भन्ने कुरा आउँदैन। नेपालको इतिहास पढ्नुहोस्। यो हिन्दू राज्य हो। किराँतहरू हिन्दू थिए, मगरहरू हिन्दू थिए, खसहरू हिन्दू थिए र अहिलेसम्म नै 80-82% हिन्दू हुनु भनेको पछि आएर मान्छेले हिन्दू बनायो भन्ने गलत तर्क नगर्नुहोस्। मैले यहाँहरूलाई 3टा बलिको कुरा गरेँ। अब म चौथो बलिको कुरा गर्छु, बलिहाङ राणा भनेको पाल्पाको बलढ्याङ गढीका लगभग समकक्षी भन्छु। बलिराजाकै समयमा 1400
विक्रम सम्वतकै बेलामा बलिहाङ राणा एकजना राजा भए। उनी अति जीर्णरोगी राणा मगर राजा जीर्णरोगी भएका कारणले देउसी भैलोमा मारुनी नाच गराएर मगर साथीहरूले उहाँलाई खुसी पार्ने काम गरे। उहाँले देउसी भैलो सुरु गर्नुभएको कथा पनि पाइँदैन। अहिले युट्युबे साथीहरूले होइन बलि भनेकै हाम्रो बलिहाङ हो, हाम्रो बलि राणा हो भन्ने जस्ता वायात तर्क अगाडि सार्नु भएको कुरामा म एकदम जोरदार खण्डन गर्छु। होइन, र एउटा राणा मगरले रामायणको बलिको कथा सुनाउनु भएको छैन। उहाँले मारुनी नाच सुरु गर्नुभएको हुनाले मारुनी नाच मगरहरू देउसीमा खेल्नुहुन्छ। देउसी भैलो त्यही अघि मैले भनेको खस कलेल राजाको ले चलाएको रामायणको बेसमा नै हो। ती हिन्दूहरू मगर भएकाले गर्दा त्यो अगाडि भएको हो। यसभन्दा अगाडि अर्को एउटा बलि थोङनाम भन्ने किराँती साथीहरूले, फेरि राई लिम्बू साथीहरूले, लिम्बूहरूले विशेष गरी बलि थोङमाङ हाम्रो एउटा संस्कार छ, त्यसैले बलिको अवतार हो भनेर मान्ने एउटा चाडबाड यता देखिन्छ भने त्यो चाडबाडसँग बलिहाङ बलि थोङमाङ को हो म त्यो कुरा यहाँहरूले आफै खोज्नुहोस्। चाडबाड हो, ऊ चाहिँ अवतार हो हाम्रो बलिको भन्नुहुन्छ भने यो चाहिँ बिफोर क्राइस्ट 1400 वर्षको हो भनेर धेरै कुराहरू लेखिएको पाइन्छ इतिहासमा। त्यसैले मैले आज तपाईँहरूलाई 5 वटा बलिको कुरा गरेँ। अब सायद स्पष्ट भयो होला, मैले कुरा गरेको कलेल वंशी बलि राजा जुम्लाका राजा थिए र उनले देउसी भैलो सुरु गराए र धेरै कर्णाली अथवा जुम्ला विकासको लागि योजना बनाए। हस्, धन्यवाद, नमस्कार।